हरिओम। आध्यात्मले दिएको उपहारका पस्कने क्रममा भाग 5। बिहानीको स्पर्शले सारा शरीर छोए जस्तो। हजुरहरूले मेरो फेसबुकमा पनि पाउनुहुनेछ। बिहानीको स्पर्शले सारा शरीर छोए जस्तो, अँध्यारोमा पनि मलाई छुन छुन आए जस्तो, स्पर्शको न्यानोपनले आस भरोसा बढाइदिन्छ, सक्दिन कि निराशाको भाव अन्त्य गराइदिन्छ, सक्दिन कि निराशाको भाव अन्त्य गराइदिन्छ। निराशाको डायरीमा आशै आशको फुल फुल्छ, रङ्गीन चित्र फुलबारीमा मन आई बसिदिन्छ, चिरबिर चिरबिर बिहानीमा सबै शक्ति आइदिन्छ, त्यही शक्तिको सहायतामा जीवन तरङ्ग छाइदिन्छ, त्यही शक्तिको सहायतामा जीवन तरङ्ग छाइदिन्छ। यो चाहिँ मैले ध्यानमा बस्दा मलाई यो अनुभव हुन्छ, जे अनुभव हुन्छ म त्यो यहाँ कपीमा उतार्ने गर्छु। सायद तपाईँहरूलाई पनि ध्यानमा बस्नुहुन्छ भने हुन्छ नै होला। तरङ्गको अनुभूति उडे उडे जस्तो लाग्छ, सबै शक्ति भक्ति मेरो शून्यतामा बिलाइ जान्छ, कुन संसारको बयान गरौँ त्यस्तो कहाँ मिल्न जान्छ, छैन कुनै त्यस्तो संसार स्वर्ग पनि मात खान्छ, छैन कुनै त्यस्तो संसार स्वर्ग पनि मात खान्छ। स्वर्ग स्वर्ग भनी तिमी कुदी कुदी जान्छौ कहाँ, स्वर्ग स्वर्ग भनी तिमी कुदी कुदी जान्छौ कहाँ, भेट्नु नै छ स्वर्ग भने आध्यात्मलाई भित्र तान, भेट्नु नै छ स्वर्ग भने आध्यात्मलाई भित्र तान, जति कुदे पनि तिमी स्वर्ग पुग्ने छैनौ यहाँ, ध्यान योगलाई साथी बनाऊ स्वर्ग हुन्छ त्यहाँ त्यहाँ, ध्यान योगलाई साथी बनाऊ स्वर्ग हुन्छ त्यहाँ त्यहाँ। हरिओम। हरिओमले दिएको यी शब्दवाणीहरू हुन्, त्यसैले मैले हरिओमको नमन टक्राउन चाहेँ। सुनेर प्रतिक्रिया दिनुहोला, योगदान गर्नुहोला, आफ्नो दिमाग, आफ्नो मन, आफ्नो तन सबैलाई स्वच्छ बनाउनु होला। हस्, हरिओम। धन्यवाद। माया गर्दै।